हरियो डाँडा माथि सानी अचार बनाउँदै झगडा गरेर। हेलो अनि गुड मर्निङ सबैजनालाई। हामी चाहिँ भर्खरै उठ्यौँ। कति बज्यो? 7-8 बज्यो। 8 बजी लागिसक्यो होला उठ्यौँ। अनि आज चाहिँ माघे सङ्क्रान्ति, घिउ चाक्कु तरुल खाने दिन। हिजो पकाएको तरुल आज खाने सिस्टम छ हाम्रोमा चाहिँ। तपाईँहरूकोतिर के छ भन्नु। अनि अब हेर्नु त आज दिनभरि हामीले के गर्छौँ छोरीहरूसँग भिडियोहरू बनाउँछौँ। ल हेर्दै गर्नु है त। अहिले चाहिँ म यहाँ आलु गाँच्दैछु अचार बनाउनलाई। अनि आज चाहिँ माघे सङ्क्रान्तिको दिन हो नि त। कोही चाहिँ घर जाने भएर केही छैन फेरि। अब खाना रेडी गरेर खानसाना खानुपर्छ। घिउ चाक्कु खानुपर्छ टिका लगाएर। घिउ चाक्कु अहिले ड्याडी र आमाले टिका लगाएर दिनुहुन्छ नि त। आज त अनि टिका लगाएपछि दक्षिणा नि त घिउ चाक्कु त हो नि। होइन हो पैसाको छ है। कोही चाहिँ स्किपिङ खेल्दैछन् त्यहाँ। स्किपिङ भने कति न मलाई सिकाउने कति न टङ्की। अब चाहिँ हामी के खेल्नु सानी? अन्ताक्षरी ल अन्ताक्षरी खेल्नु। कसले सुरु गर्नु? ल अन्ताक्षरी सुरु हुँदैछ, माग्ने बुढो आउँदैछ। के हुने माग्ने बुढो आउँदैछ भने चाहिँ हामीले यसो भन्दैन थियौँ। हामी त भन्छौँ हिन्दी गीत गाउनु पाइन्छ? या पाइहाल्छ। या यानी माया हो तिम्रो पछ्यौरीमा अल्झी गयो मन। उमा मेरो नाम हरियो डाँडा माथि। हेलो जोत्ने साथी भैलो ल ल ल लाग्यो हेरे भाइतिर दुई दिन बाँचुन्जे ल के बडा रे? ल बडे सहनाले जुरायो कि दर्पण छाया यो बडा ल बडा मलाई आउँछ भनौँ। दुईटा आउँछ मलाई सानी ल बडा भने गोर्खे खुकुरी पहिले नम्बरमा हिजो हामीले बनाएको चाक्कु आमा चाहिँ तरुल जस्न लाग्नु भएछ। अनि यहाँ सानी अचार बनाउँदै। के को अचार हो? काँक्रो काँक्रो छैन, मुला केराउ अनि आलु लप्सी धनियाँ खोर्सानी तिल अचार। यम्मी हाम्रोसँग त्यस्तो हुन्छ हुँदैछ। मैले टिका लगाइसकेँ। दक्षिणा पैसा चाहिँ पाएको छैन। हामी चाहिँ अब खाना लगाइरहेको छौँ। चाक्कु अचार माम सबै छ। घिउ चाहिँ खोइ एकछिन खोइ घिउ। अब हामी चाहिँ भात खान्छौँ है। खै निकाल निकाले
यहाँ चाहिँ सानी घिउ निकाल्दै यति धेरै घिउ निकालिसक्नुभयो अझै निकाल्दै हुन्छ थोरै थोरै मात्रै ल अब चाहिँ हामी चाक्कु खाएँ अघि म तरुल खाएँ घिउ खाएँ अब चाक्कु खाँदैछु खाना खान्छ अब माघेसँग कि खाना चाहिँ बाहिर घाममा बसेर खानु लाग्यो मिलेर झाडा गरेर सानी आऊ न मम्मी खाना कति हुन्छ आज चाहिँ म लागि दिदीको घरतिर पसन आएँ अनि त्यहाँबाट हिँड्दै हिँडिरहेको छु सूर्यहरू चाहिँ घर गयो कि अघि उनीहरू पनि गयो भिनाज लिन आउनु भएको थियो गएँ बाई बाई भनेको भिडियो नि बनाउनु बिर्सेछु क्या मैले चाहिँ अनि म चाहिँ आएँ दिदीको घर एकछिन बस्छु दिउँसोभरि अनि घर जानुपर्छ यस्तो चिसो छ क्या घाममा पनि यहाँ त त्यतिखेर यस्तो बाटो हिँड्दैछु यस्तो राम्रो देखियो रहेछ त्यहाँनिर बेगमारी बेनीको बस आयो यस्तो राम्रो छ कस्तो बेगले लगायो त्यो बाइक पनि यो चाहिँ गुम्बा हो माथिसम्म छ त्यहाँनिर पनि अनि यता उहाँ पारि पनि गुम्बा हो कि त्यो उहाँलाई यो पनि गुम्बा हो यो चाहिँ एसियाकै सबभन्दा ठुलो गुम्बा अरे त्यो परको चाहिँ कस्तो रमाइलो छ यहाँनिर बन्दै गरिरहेको रहेछ यहाँनिर हिँडिरहेको छु कुम्बुङलाई अब दिदीको घर गुम्बा कस्तो राम्रो देखिन्छ यहाँबाट त्यति हेर्दाखेरि चाहिँ म चाहिँ दिदीको घर अघि आइपुगिसकेको थिएँ अनि भिडियो बनाउनु बिर्सेछु कि आइपुगेपछि अघि नै आइपुगिसकेको थिएँ कस्तो राम्रो फुल छ क्या यहाँ चाहिँ कस्तो राम्रो हेर्नु ल तिमी के खानला भन त चम्चा किन लिएर आएको मुहा दले चम्चा लिएर आएर नखाइकन के खान्छौ के त्यही भने अनि गडभिला खान्छु गडभिला अनि तिम्रो घरमा कस्तो राम्रो फुल रहेछ है किन भन खाजा माघे सङ्क्रान्ति खाजा होइन त अचार दिदीले अचार होइन ल कस्तो राम्रो देख्यो नि दिदीलाई फेरि मोबाइल सुरु भयो यहाँ एउटा मान्छे यता हेर त एउटा मान्छे हेरे एउटा बच्चा चाहिँ मोबाइल प्रसाद मोबाइल प्रसाद फोटो लिने हो जाला दिले म चाहिँ दिदीको घर पनि फर्केकै बिचमा भिडियो बनाउँछु भन्दा चाहिँ बिर्सेछु होइन यस्तो हुन्छ कि बानी हुँदैन नि त भिडियो बनाउने अनि त्यो भएर बिर्सिहाल्छु बानी छैन अहिले चाहिँ म आइसकेँ पुरा आइपुग्नु भइसकेँ अनि बिर्सेछु क्या त्यहाँनिर निस्किने बेला नि भिडियो बनाउँछु भनेको बिर्सिहालेँ क्या अहिले चाहिँ अब भिडियो बनाएर चाहिँ मैले आज है भनेर सम्झाउनु बनाएँ म गुम्बानेर आइपुगेँ त्यहाँ चाहिँ के बजाइराखेँ कि अनि गुम्बाको चाहिँ मैले भिडियो बनाएको थिएँ अघि हेरिहाल्नु भयो पुरै भ्याली देखिन्छ अनि राति चाहिँ अब लाइटहरू बलेको यस्तो राम्रो देखिन्छ क्या सनसेट कस्तो राम्रो देखिन लागेको छ तर आजभोलि चाहिँ कुहिरो लागेर होला त्यति राम्रो रहन्छ क्या म चाहिँ चिसो भएर मास्कहरू सबै लाएर हिँडिरहेको क्या एकदम जाडो हो हेरेर सनसेट कस्तो राम्रो देखेको छ दामी छ है यहाँनिर उयो मुनि त्यो घाम डुब्नु लाग्यो भन्दा मुनि चाहिँ त्यो पानी यस्तो देखाएको छ नि त्यहाँनिर पुरै उयोहरू देखिन्छ क्या भ्याली सबै राम्रो देखिन्छ अहिले चाहिँ यो कुहिरो लाएर केही देखाएको छैन कि म चाहिँ अब वहाँनिर पुग्नु लाग्यो कस्तो जादु देखियो होला है मलाई आँखा पनि छैन केही देखाएको छैन कि सबै कस्तो लाग्छ आँखा भनेर कस्तो जादु देखिरह होला मलाई चाहिँ यो यसरी टोपी सोपी लाएर हिँडेछु क्या चिसो छ नि त बाख्रा रहेछ बुढी रुखमा आएर हाई
यति बेला चाहिँ ठ्याक्कै म हिँड्दै पो आइपुगेँ। यो चाहिँ मैले पढेको स्कुलकै उयो चाहिँ हिजोको भिडियोमा मैले देखाएको थिएँ। यो स्कुल चाहिँ मैले पढेको स्कुल हो। पहिला चाहिँ यस्तो बिल्डिङहरू थियो 2टाकै कतिवटा थियो, अहिले त पनि बन्यो। कस्तो राम्रो देखियो कि सनसेट ठ्याक्कै हुने बेलामा। ए कस्तो दामी। अहिले चाहिँ म घर आइपुगिसकेँ होइन। अनि छोरीहरू पनि घर गयो कि सुनसान भयो घर पनि। अनि त्यो त भिडियो हिजोको भिडियो पनि होइन, मतलब अगाडिको भिडियोहरू पनि हेर्नुभयो होला। अगाडिको हेरिदिनु। छोरीहरूसँग बनाएको थिएँ, रमाइलो भएको थियो। अहिले चाहिँ गयो, उनीहरू पनि गयो, म उता गएँ भर्खरै आएँ। अनि भिडियो चाहिँ लास्टमा हेर्नु त्यसको धन्यवाद होइन। च्यानल नयाँ सब्सक्राइब गरिदिनु। अब अर्को भिडियो देखाउँला त।